यो कुरालाई हजुरहरूले मुरब्बा भन्नुहुन्छ कि खट्टी मिठी भन्नुहुन्छ कि आँपको गुली अचार भन्नुहुन्छ। आँपको सिजनमा पनि हजुरहरूले मुरब्बा बनाउनु भएको छैन भने यो भिडियो हेरेपछि पक्कै पनि बनाउनु हुनेछ। यसलाई चाहिँ एकदमै थोरै सामग्री चाहिन्छ। काँचो आँपलाई मजाले पखालेर काट्ने अनि मसला भुटेर पिस्ने। यसमा चाहिँ जिरा, धनियाँ अनि सौफ भुटेर पिसेको छु। अर्को भनेको चाहिँ भेली अथवा सक्कर चाहियो। सुरुमा एउटा भाँडामा त्यो लिगेको भेलीहरू पगाल्ने मजाले। अनि भेली पग्लिसकेपछि चाहिँ भेलीलाई छान्ने, किनकि भेलीमा चाहिँ सानो धुलोहरू हुन्छ। अनि त्यो छानेको भेलीलाई चाहिँ गाढा हुने गरी पकाउने एकछिन। त्यसपछि एउटा कराई लिग्ने, तेलमा 5 फुरन र आफूलाई चाहिने जति रातो खुर्सानी पड्काएर काटेको आँपहरू राखिदिने। अनि एकछिन पछि त्यो भुटेको मसला राखिदिने अनि पालो बेसार नुन राख्ने। त्यसलाई एकछिन सानो ग्यासमा बसाल्ने। त्यतिन्जेलसम्म हामीले चाहिँ यहाँ साग केलाउँछौँ। अनि भित्र आएर हेर्दाखेरि चाहिँ आँप यसरी पाकिसकेको थियो। अब त्यसमा त्यो अघि पकाएको भेलीलाई मिक्स गरिदिने। अब सानो ग्यासमा भेली र आँपलाई सँगै पकाउने। बिस्तारै भेली बाक्लो हुँदै जान्छ अनि आँप गल्दै जान्छ। एन्ड फाइनली आँपको मुरब्बा चाहिँ तयार हुन्छ। यसरी आँपको मुरब्बा बनाउन सकिन्छ। यो चाहिँ भातसँग रोटीसँग एकदम मिठो हुन्छ।